वृश्चिक राशि इङ्ग्लिसमा स्कर्पियो भन्छ। सर्वप्रथम त सम्पूर्ण हामी आम नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई कोटी कोटी नमन गर्न चाहन्छु। धेरै कुराहरू गर्नेछु म आज मात्र वृश्चिक राशिको बारेमा। यदि हजुरहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने कृपया अन्तिमसम्म हेरेर पूर्ण रूपमा ज्ञान आर्जन गर्नुहोला। अन्यथा बिचमा नै स्किप गरी छोड्नुभयो भने तपाईँहरूलाई अर्ध ज्ञान हुनेछ र समस्या आफैलाई हुनसक्छ। कृपया त्यसो हुँदाखेरि यो भिडियो अन्तिमसम्म हेरेर पूर्ण रूपमा ज्ञान बटुल्नुहोला। भिडियोको अन्त्यसम्ममा धेरै कुराहरूको ज्ञान प्राप्त गर्नुहुनेछ। अब धेरै ढिला नगरी वृश्चिक राशिको बारेमा भनौँ। र एउटा कुरा, हजुरहरू यदि नयाँ हुनुहुन्छ भने कृपया च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला। वृश्चिक राशि राशि नम्बरको 8औं नम्बरको राशि हो। वृश्चिक राशिको साइन अर्थात् सिम्बल बिच्छू हुन्छ। बिच्छू भनेको यस्तो जीव हो जो आफ्नै ताल वा पारामा हिँडेको हामीले देख्न सक्छौँ। त्यस्तै मानव जीवन पनि त्यस्तै हो कि बिच्छुगत गुण नै हुन जान्छ। अब आउनुहोस्, वृश्चिक राशिवाला मान्छेको गुण भन्नुपर्दा प्रायः सबै मानिसहरूको गुण मिल्न जान्छ। यदि कुण्डलीको घर हेर्ने क्रममा 12वटा घरहरूमध्ये जुन भावमा अर्थात् घरमा चन्द्रमाले बास गर्नुभएको छ त्यही घरमा कति नम्बर लेखेको छ सोही अनुरूप हामीले हाम्रो राशिको आकलन गर्न सक्छौँ। यानि हाम्रो राशि त्यही हुन जान्छ। जस्तो कि मेष राशि भई 1 नम्बर, वृष राशि छ भने 2 नम्बर। चन्द्र लेखेको ठाउँमा जति नम्बर लेखेको छ त्यही नम्बरको राशि नै हाम्रो राशि व्यक्तिगत राशि हो। वृश्चिक राशिको मानिसलाई बुझ्न एकदमै गाह्रो हुन्छ, किनकि यो राशिका व्यक्तिहरू प्राय गुप्त प्रकृतिका नै हुने गर्छन्। स्वभाव भने वृश्चिक राशिको अलिकति छिटो रिस उठ्ने र पछि पछुताउने खालको हुन्छ। त्यसैले धेरै संयम अपनाउनु आवश्यक देखिन्छ। ब्रह्माण्डमा भएका 27वटा नक्षत्रहरूले पनि विशेष भूमिका खेलेको हुन्छ। ती नक्षत्रहरूमध्ये वृश्चिक राशिमा पर्ने नक्षत्र भनेका विशाखा, अनुराधा र ज्येष्ठा नक्षत्र हुन्। त्यसैले बुझ्नुपर्ने कुरा के छ भने राशि मात्रै नहेरी कुन नक्षत्रको कुन चरणमा जन्म भएको छ भन्ने कुराले विशेष महत्त्व राख्दछ। नक्षत्रको पहिलोदेखि चौथो चरणसम्म भित्रमा जन्म भएका व्यक्तिहरूको फरक फरक भाग्य निर्धारण हुन्छ। अब आउनुहोस् ग्रहहरूको बारेमा कुरा गरौँ। मेन कुरा के छ भने चन्द्रमा भन्ने ग्रह हुन्छ, हजुरहरूलाई अवगत नै छ। चन्द्रमा यदि राम्रो हुन्छ, राम्रो घरमा बसेको छ भने उक्त मानिसको मानसिक स्थिति स्थिर रहन्छ। झट्ट निर्णय लिन पनि सक्छ। आमासँगको सम्बन्ध तथा आमाको स्वास्थ्य पनि एकदमै राम्रो हुन्छ। विडम्बना के छ भने वृश्चिक राशिमा नै चन्द्रमा सबैभन्दा लो क्वालिटीको निच भएर बसेको हुन्छ। भनाइको मतलब चन्द्रमा वृश्चिक राशिमा निच नै हुन्छ, जसले गर्दा मातृसुखमा कमी आउने, चिन्ता तथा मानसिक तनावले सदैव झेलिरहने गर्दछ। बाँकी अरू कुरा त हजुरहरूको कुण्डली हेर्नुपर्ने हुन्छ। बाँकी कुराहरूको जानकारी पनि म दिँदै जानेछु। कुण्डलीमा चन्द्रमा जस्तो भए तापनि हजुरहरूले आमा अथवा मातासँग राम्रो सम्बन्ध बनाउनुपर्छ। दैनिक आमालाई ढोग्ने, मिठा मिठा भोजनहरू खिलाउने, आमा नभएकाले औँसीमा आमालाई सम्झने, औँसीका दिनहरूमा सम्झने अथवा दिनदिनै सम्झँदा दिनदिनै तर्पण दिँदा पनि राम्रो हुन्छ। रिसलाई चाहिँ पैताला मुनि नै राख्नुपर्छ है। रिसलाई एकदमै चाहिँ पैताला मुनि राखेर हिँड्ने बस्ने गर्नुपर्छ। सानो कुरोमा धेरै क्रोधी नबन्ने गर्नु नै उत्तम हुन्छ। अब शनि ग्रहले छोडिसकेको स्थिति छ। 7.5 वर्षको पनौतिर पुनः यही 2081 चैत्र 16 गते सकिएको शनि ढैयापछि हजुरहरूका अलिकति सुखद दिन आउन सुरु गर्नेछन्। चिन्ता नमान्नुहोला। बीचमा आएको 7.5 र पुनः 2.5 सालपछि आएको 2.5 वर्षे ढैयाले हजुरहरूको जीवन तहस नहस बनाएको थियो। अब 30 वर्षसम्मलाई शनि महाराज पनौतीबाट हजुरहरू मुक्त हुनुभएको छ। त्यसैले जे जस्तो हुन्छ आफूले सहेर बस्नुहोला। कुनै पनि कुरामा चाहिँ रिस लिने, आवेगमा आउने काम नगर्नुहोला। कृपया भिडियो कस्तो लाग्यो, राम्रो लागेमा मिठो कमेन्ट, लाइक गर्न नभुल्नुहोला। अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। जय श्री राम।